साथीहरु नमस्ते सबैजनालाई। आज पनि म फेरि तपाईहरुको सामु उपस्थित भइसकेको छु र आज सेकेन्ड डे। आज भने हामी युकेलेली स्टार्ट गर्नुभन्दा पहिला यसको तारहरु स्ट्रिङहरु हैन ठीक छ कि छैन यिनीहरुको ट्युन त्यसको लागि चेक गर्नुपर्ने हुन्छ र त्यो चेक गर्ने एप चाहिँ नि गिटार ट्युना हो र त्यो एप तपाईहरु डाउनलोड गर्नुस् अनि त्यसपछि चेक गर्न सकिन्छ। जस्तै कि स्क्रिनमा हेर्नुस्। जहिले पनि के हुन्छ त बढाउनु नै पर्ने हुन्छ कसेर नै हैन स्ट्रिङहरु कसेर नै के गर्ने हो त यो के भन्छ युकेलेलीको तारहरु चाहिँ सेट गर्नुपर्ने हुन्छ है। राइट छ ठीक छ भने कस्न परेन हैन ठीक छ ल है त साथीहरु। अब यता ब्या काम हैन गिटार ट्युना भन्ने एप डाउनलोड गरिसकेपछि तपाईहरुले सबै कुरा त्यहाँ छरपस्ट देखिसक्नु भएको छ र त्यसको लागि कस्ने भनेको चाहिँ नि यो स्ट्रिङको तारहरु कस्ने हैन यसरी क्लकवाइज भनेको यसरी एन्टी क्लक भनेको यस्तै। एन्टी क्लक भनेको के हो त एन्टी क्लक भनेको चाहिँ नि घडीको सुई घुम्ने विपरीत दिशालाई चाहिँ एन्टी क्लक भनिन्छ भने घडीको सुई जुन दिशातिर घुमिरहेको हुन्छ त्यसलाई क्लकवाइज भनिन्छ। जहिले पनि हामीले कस्दाखेरि के गर्नुपर्छ त क्लकवाइज गर्नुपर्छ। जहिले पनि यो स्ट्रिङहरु कसेर नै बजाउनु पर्ने हुन्छ है अनि मात्र के हुन्छ त परफेक्ट म्युजिक आउँछ अनि राम्रा राम्रा गीतहरु सुन्न पाइन्छ मिठा मिठा धुनमा है त। यति भन्दै आजको भिडियो पनि यही समाप्त गर्छु। हस्त बाइ बाइ नमस्ते।